ल साथीहरू, आज मिति 2082 साल 6 महिना 21 गते राति काठमाडौँसम्म रुकुम पश्चिमदेखि काठमाडौँसम्म जाने क्रममा बाटो बिग्रिएर बाटोमा कस्ता कस्ता किसिमका दुःखहरू पाइयो भनेर तपाईलाई देखाउनेछु। अब ल हेर्नुस्, तपाईहरुले देख्न सक्नुहुन्छ बाटो पिच बाटो भत्किएको कारण, खाल्डाखुल्डी भएको कारण बसलाई उकालोमा जानको लागि कति समस्या भइरहेको छ। यो जनताहरूले कहिलेसम्म यस्तो शास्ति बोक्ने होला? तपाईहरुले केही महसुस गर्नुभएको छ? यस्तो गर्नुभएको छैन होला नि काठमाडौँको जनताहरूले त। ल छ भनेको कसले यस्तो समस्या भोग्नु भएको छ? सबैले यस्तो खाले गहकिला आफ्ना आफ्ना प्रस्तुतिहरू दिनु होला साथीहरू। यति भन्दै यो सबै टोलीलाई शुभयात्रा।